बार्सिलोनाका लमिन यमाल विश्वकै सबैभन्दा मूल्यवान फुटबल खेलाडी बनेका छन्। खेलाडी मूल्याङ्कनमा विशेषीकृत वेबसाइट ट्रान्सफर मार्केटको पछिल्लो अपडेट अनुसार उनको बजार मूल्य 200 मिलियन युरो पुगेको छ। यो 17 वर्ष खेलाडीका लागि कीर्तिमानी रकम हो। यमाल अहिले ला लिगा मात्र होइन, सम्पूर्ण विश्व फुटबलमै सबैभन्दा महँगो खेलाडीको रूपमा शीर्ष स्थानमा छन्। उनले आधुनिक फुटबलमा युवा प्रतिभाका लागि नयाँ मापदण्ड स्थापना गरेका छन्। 2024-25 सिजनमा उनले सबै प्रतियोगितामा 55 खेल खेलेका थिए। ती खेलमा 18 गोल र 25 असिस्ट दिएका थिए। हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोनालाई सफल बनाउन उनी मुख्य नायक बने। क्याटलान क्लबले यो सिजन ला लिगा र स्पेनिश कप जित्यो भने च्याम्पियन्स लिगमा नाटकीय रूपमा इन्टर मिलानसँग पराजित भयो। यद्यपि शानदार प्रदर्शनले यमालको मूल्य 11.1% ले बढेको छ। बार्सिलोनाका अन्य खेलाडीको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। पेड्रीको मूल्य 140 मिलियन युरो पुगेको छ, राफिनाको 90 मिलियन र पाउ कुबार्सीको 80 मिलियन युरो पुगेको छ। यस्तै यमाल पछि दोस्रो स्थानमा रहेका छन् जुड बेलिंगम। उनको 180 मिलियन मार्केट भ्याल्यु छ। यसैगरी एर्लिङ हालान्ड र केलिन एम्बापेको पनि 180 मिलियन, यस्तै विनिसियस जुनियरको 170, बुकायो साकाको 150 मिलियन रहेको छ। यो सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको 18 मिलियन हुँदा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको 12 मिलियन रहेको छ। यसबीच रोनाल्डोले साउदी क्लब अल नासर नछाड्ने पनि पक्का भएको छ। साउदी प्रो लिगको सिजन सकिएसँगै उनले सामाजिक सञ्जालमा यो अध्याय सकियो लेखेका थिए। त्यसयता उनले अल नासर छाड्न लागेको आशंका चुलिएको थियो, तर आइतबार राति नेसन्स लिग जितेपछि उनले आफू अल नासरमै रहने बताएका हुन्। मूलतः केही परिवर्तन हुने छैन, त्यसो भए अल नासर हो पक्कै, उनले फाइनल पछि सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै भने। 40 वर्षीय रोनाल्डो सन् 2022 मा म्यान्चेस्टर युनाइटेडबाट अल नासर पुगेका थिए। उनको सम्झौता यस समरमा समाप्त हुँदैछ। अर्को महिनादेखि अमेरिकामा क्लब विश्वकप सुरु हुँदैछ। उक्त प्रतियोगितामा सहभागी हुने 32 क्लबले खेलाडी अनुबन्ध गर्न सक्ने विशेष ट्रान्सफर विन्डो जुन 1 देखि 10 सम्म खुल्नेछ। अल नासरको जर्सीमा रहेको आफ्नो फोटो सहित रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका थिए, यो अध्याय सकियो, कथा अझै लेखिँदैछ, सबैप्रति आभारी छु। रियल मैड्रिड र युभेन्टसका पूर्व खेलाडीले यो पोस्ट अल नासरले सिजनको अन्तिम खेलमा अल फातिहसँग 3-2 ले हार खेपेको केही घण्टापछि गरेका हुन्। उक्त हारसँगै